राधे राधे सबैजनालाई तपाईँको आफ्नै च्यानल मा जानकी वाइटीमा स्वागत गर्दैछु। आज म स्टिल सब्जेक्टको केही भिडियो बनाउन गइरहेको छु। भिडियो बनाउन धेरै मेहनत लाग्छ, त्यसैले तपाईँहरू स्किप नगरी सम्पूर्ण भिडियो हेर्न अनुरोध गर्दैछु। अब म स्टार्ट गर्न गइरहेको छु स्टिल सब्जेक्टको। स्टिल, डिजाइन अफ स्टिल एन्ड टिम्बर स्ट्रक्चर। अब डिजाइन अफ स्टिल एन्ड सब्जेक्टकै नाम स्टिल हो भने स्टिलको त डेफिनेसन पढ्नु पर्यो। अब यो पोखरा युनिभर्सिटीको सिलेबस रहेको छ। पोखरा युनिभर्सिटीको सिलेबसमा युनिट 1मा के भन्दैछ भने युनिट 1 को इन्ट्रोडक्सनमा डिफरेन्स बिट्विन द स्ट्रक्चरल स्टिल एन्ड रेनफोर्समेन्ट स्टिल। डिफरेन्स बिट्विन द स्ट्रक्चरल स्टिल एन्ड रेनफोर्समेन्ट बार। यो धेरै पटक सोधिएको छ पोखरा युनिभर्सिटीको फाइनल इक्जाममा। यो क्वेसन धेरै पटक सोधिएको छ। क्वेसन ब्याङ्क पल्टायो भने धेरै पटक सोधिएको छ यो क्वेसन। त्यसैले यो क्वेसन धेरै नै इम्पोर्टेन्ट छ। यो क्वेसन इक्जामको लागि धेरै नै इम्पोर्टेन्ट छ। त्यसैले म आज यो क्वेसन गर्न गइरहेको छु। कृपया तपाईहरू सम्पूर्ण भिडियो हेरिदिनु होला। अब स्टिलको बारेमा छ भने स्टिलको त केही पढ्नु पर्यो। अब स्टिल सब्जेक्टकै नाम स्टिल हो भने स्टिलको त केही डिफरेन्स बिट्विनहरू त पढ्नु पर्यो। स्टिलको डेफिनेसन पढ्नु पर्यो। अब स्टिलको डेफिनेसनमा के छ भने हेर सबैजना हेरिदिनु होला। स्टिल स्ट्रक्चर, इट इज एन एलोय अफ आइरन। एलोय भनेको के हो भने एलोय भनेको सबैजना के बुझ्नुपर्छ भने एलोय भनेको एउटा मिक्सचर हो। कुनै पनि केमिकल प्रोपर्टिज या कुनै पनि चिजको मिक्स भयो भने त्यो शब्दलाई के भनिन्छ अङ्ग्रेजीमा भने एलोय भनिन्छ। कुनै पनि मेटल मिक्स भयो भने के भन्दैछु भने कुनै पनि मेटल मिक्स भयो भने त्यसलाई हामी के भन्न सकिन्छ भने त्यसलाई अङ्ग्रेजी या इङ्ग्लिसमा के भन्न सकिन्छ एलोय भनिन्छ। इट इज एन एलोय अफ आइरन विथ कार्बन एन्ड म्याङ्गेनिज। कार्बन र म्याङ्गेनिज र आइरनको मिक्स गर्यो भने त्यो तिनटै मिक्स गर्यो भने त्यसलाई नै एलोय भनिन्छ। व्हिच इज एक्सटेन्सिभली युज इन कन्स्ट्रक्सन इन्डस्ट्री। वाइडली युज हुन्छ। एक्सटेन्सिभली युज भनेको धेरै पटक युज हुन्छ, धेरै पटक प्रयोग गरिन्छ। केलाई आइरन, कार्बन र म्याङ्गेनिजको धेरै पटक प्रयोग गरिन्छ कन्स्ट्रक्सन इन्डस्ट्रीमा। The addition of carbon impart strength and durability and ductility. The addition of carbon, अब यहाँ के रोल छ भने कार्बनको यहाँ धेरै महत्त्व छ। जति मात्रामा कार्बन युज गर्यो भने जति मात्रामा कार्बन युज गर्यो त्यति मात्रामै स्ट्रेन्थ पनि बढ्छ र ड्युराबिलिटी पनि बढ्छ र डक्टिलिटी पनि बढ्छ। भन्न के खोजेको हो भने यहाँ सबै रोल केले खेलिएको छ भने कार्बनले खेलेको छ। कार्बन इम्पार्ट स्ट्रेन्थ एन्ड ड्युराबिलिटी एन्ड डक्टिलिटी। जति मात्रामा थोरै युज गर्यो भने स्ट्रेन्थ पनि थोरै हुन्छ, ड्युराबिलिटी पनि थोरै हुन्छ, डक्टिलिटी पनि थोरै हुन्छ। र धेरै मात्रामा युज गर्यो भने स्ट्रेन्थ पनि धेरै हुन्छ, ड्युराबिलिटी पनि धेरै हुन्छ र डक्टिलिटी पनि धेरै हुन्छ। यो डेफिनेसन के भन्न खोजेको हो भने एलोय अफ आइरन, कार्बन एन्ड म्याङ्गेनिज तिनटैको एलोय गरिएको हो। जुन इन्डस्ट्रीमा वाइडली युज गरेको इन्डस्ट्रीमा धेरै पटक यो मेटल भनेको आइरन, कार्बन एन्ड म्याङ्गेनिज भनेको मेटल हो। जुन मेटल धेरै पटक युज गरिएको छ के बनाउन, स्टिल बनाउन। र आइरन, कार्बन र म्याङ्गेनिज तिनटै मध्ये कार्बन धेरै इम्पोर्टेन्ट छ। कार्बन जति कार्बन युज गर्छौ त्यति नै स्ट्रेन्थ बढी हुन्छ। जति कार्बन बढी युज गर्छौ त्यति नै स्ट्रेन्थ बढी हुन्छ, ड्युराबिलिटी बढी हुन्छ र डक्टिलिटी बढी हुन्छ।
डेफिनेसन डेफिनेसन स्टिल स्ट्रक्चरको डेफिनेसन यति नै हो। मलाई आशा छ तपाईँहरू बुझ्नु भएको होला। अब म सुरुमा के भनेको थिएँ भने स्टार्ट गर्न बित्तिकै म सुरुमा के भनेको थिएँ भने हाम्रो यो डिजाइन के हो भने हाम्रो पोखरा युनिभर्सिटीको डिजाइन अफ स्टिल एन्ड टिम्बर स्ट्रक्चर सुरुदेखि नै म भिडियो राख्छु, त्यसैले तपाईँहरू नै सुरुदेखि नै हेरिदिनु होला। अब यो के हो भने इन्ट्रोडक्सनमा डिफरेन्स बिट्विन द स्ट्रक्चरल स्टिल एन्ड रेनफोर्समेन्ट बार। सबभन्दा पहिला डिफरेन्स बिट्विनमा के गर्ने हो भने डिफरेन्स बिट्विन भनेको दुईटैको अलग अलग महत्त्व, दुईटैको अलग अलग प्रस्तुति, स्ट्रक्चर स्टिल अनि रेनफोर्समेन्ट बार। अब हामी इन्जिनियरिङ पढि नै रहेको छौँ। अब यो इन्जिनियरिङमा के हुन्छ भने हामी त धेरै यो यिनीहरूसँग अब जस्तै स्टिल भयो भने स्ट्रक्चरल स्टिल, अब ठ्याक्कै दिमागमा फिगर बनाइहाल्नुपर्छ स्ट्रक्चरल स्टिल। यसरी फिगर बनायो भने धेरै धेरै सजिलो हुन्छ स्ट्रक्चरल स्टिल र रेनफोर्समेन्ट बार पढ्नको लागि। ल अब म स्टार्ट गर्छु। स्ट्रक्चरल स्टिल अनि रेनफोर्समेन्ट बार केहीजना एकदमै इजी छ र धेरै पटक पनि सोधिएको हो यो क्वेसन, धेरै पटक सोधिएको, म बारम्बार भन्दैछु धेरै पटक सोधिएको। अब जस्तै पर्पोज के को लागि, यानि कि स्ट्रक्चरल स्टिल केमा युज गर्छु म, किन युज गर्छु म स्ट्रक्चरल स्टिल, किन युज गर्छु म, केमा युज गर्छु म, त्यसकै लागि भन्दैछ भने पर्पोज भनेको लागि यसको काम के हो। पर्पोज भनेपछि स्ट्रक्चरल स्टिल इज युज्ड एज के भन्दैछ प्राइमरी लोड बियरिङ मेम्बर। प्राइमरी लोड भनेको लोड थाम्नको लागि, प्राइमरी लोड यानि कि स्ट्रेन्थ दिनको लागि, फाउन्डेसन मजबुत बनाउनको लागि लोड